करिब हरेक वर्ष असोज लाग्न थालेदेखि गाउँघरहरूमा धेरथोर गाईगुईहरू सुरु हुन्छन्। फलानाको छोरो फलानाको छोरी आए रे, परदेशबाट ऊ आयो रे, भोलि त फलानु आइपुग्ने रे, यस्तै यस्तै। यो गाईगुईहरू असोजबाट सुरु भएर करिब करिब कार्तिकको आधी महिनासम्म सुनिँदै गर्छन्। या यसो भनौँ, दसैँ सुरु हुन थालेदेखि तिहार भित्रिन थालेसम्म यी गाईगुईहरू कहिले कम कहिले बढी सुनिरहन्छन्। मूलत यो 1 महिना नै होला। गाउँले वर्षभरि नदेखेको अनुहारहरू यही 1 महिनाभित्र देख्छ। यही 1 महिनाभित्र गाउँले थुप्रै खुसीहरू देख्छ। मूलत गाउँघरहरूमा बाली भित्र्याउने, तोरी फुल्ने, फुलहरू फुल्ने, गाउँघरहरू सुन्दर देखिने समय पनि यही नै हो। प्रकृतिले चाडबाडहरूलाई स्वागत गरे जस्तो, प्रकृति पनि चाडबाडहरू सँगै रमाए जस्तै गाउँ त्यो 1 महिना ती भैँसका केटाकेटी, ती युवा अवस्थाका वयस्कहरू र तिनै मान्छेहरूसँग रम्छ। यो 1 महिना गाउँले बाँकी 11 महिना आफू एक्लिएको कुरा बोल्छ। यो 1 महिना गाउँले त्यो 11 महिना वनवास गरेको बोल्छ। र जसै यो 1 महिना सकिन्छ, ती हल्लाहरू, ती गाईगुईहरू बिस्तारै कम हुँदै जान्छन् र करिब करिब यो 1 महिनाको अन्त्यतिर गाउँ फेरि पहिले जस्तै शान्त र एक्लो हुन्छ। घरका दैलाहरू थुनथान हुन्छन् गाउँ एक्लिएर। घरका दैलाहरू थुनथान हुन्छन् गाउँ एक्लिएर। शान्तिकै गुणगान हुन्छन् गाउँ एक्लिएर। घरका दैलाहरू थुनथान हुन्छन् गाउँ एक्लिएर। शान्तिकै गुणगान हुन्छन् गाउँ एक्लिएर। एक तमास आएको हुरीले बढारेको जस्तै देखिन्छ। एक तमास आएको हुरीले बढारेको जस्तै देखिन्छ। घरका दैलाहरू थुनथान हुन्छन् गाउँ एक्लिएर। शान्तिकै गुणगान हुन्छन् गाउँ एक्लिएर। एक तमास आएको हुरीले बढारेको जस्तै देखिन्छन्। शमशान झैँ सुनसान हुन्छन् गाउँ एक्लिएर। नमस्कार। आज पनि यो मन अछ्याएर तिमीलाई स्वागत। यो पाना हो। यो बिस्तारै बढ्दै गरेको चिसोमा म केही न्याना शब्दहरू बोकेर सधैँ जस्तै आइपुगेँ। कतै तिहार सकाएर सहर फर्किसक्नु भएको तपाईँ, कतै गाउँघरका अझै पनि मेला पर्वमा रमाइरहनु भएको तपाईँ, अनि कति चाहिँ विशेष कामले, परिस्थिति नमिलेर, स्थिति नमिलेर, या यस्तै केही कारणले यो दसैँ तिहार यस्तै भयो, अर्को पटक जानु पर्ला भनेर सम्झिरहनु भएको तपाईँ सबैलाई नमस्कार। यो पाना हो। आज पनि एउटा कविता लिएर आएको छु। आशा छ तपाईँहरू सबैलाई मनपर्छ। कविताको नाम हो अशान्त सुख। लेखिएको छ कि एक साँझ जब म आँगनमा पुग्छु, भिरेको झोला बिस्याउँछु। एक साँझ जब म आँगनमा पुग्छु, भिरेको झोला बिस्याउँछु। आमा भनेर चिच्याउँछु, सुकिरहेको गला चिस्याउँछु। देख्छु मलाई कुखाई गराएका हातहरू बुढा भइसकेछन्।
म बुर्कुसी मार्दै बाको छेउ पुग्छु। म बुर्कुसी मार्दै बाको छेउ पुग्छु। बडो आनन्दले पलेटी कसेका गोडा ढोक्छु। म देख्छु मसँगै मभन्दा बढी हिँडेका गोडाहरू पनि बुढा भइसकेछन्। पलभरमै म निसासिएका काठका दलिनतर्फ आँखा तेर्स्याउँछु। पलभरमै म निसासिएका काठका दलिनतर्फ आँखा तेर्स्याउँछु। त्यहाँ सुरक्षित राखिएका केही थान सिन्का र कागजका टुक्राहरू देख्छु। मनमा नै सोच्छु, मेरो घर पनि त बुढो भइसकेछ। बुढो भएछन् घरका एक एक चिजबिज र कुनाहरू। बुढो भएछन् घरका एक एक चिजबिज र कुनाहरू। बुढा भएछन् मैले रोपेका फुलको बोटका मुनाहरू। बुइगलमा चढ्ने लिस्नो पनि त लुलो भएछ। बुइगलमा चढ्ने लिस्नो पनि त लुलो भएछ। पुरै घर धान्ने मूलखाँबो पनि त बुढो भएछ। अँगालो हाल्न भनेर रोइरहेको बालखा जस्तै, अँगालो हाल्न भनेर रोइरहेको बालखा जस्तै घरको कौसीले बाहुला फिजाइरहेछ। अँगालो हाल्न भनेर रोइरहेको बालखा जस्तै घरको कौसीले बाहुला फिजाइरहेछ। धुलाम्मे भएछ हजुरबुवाको पुरानो मधुस पनि सहरिया नाति भनेर आज मलाई खिचाइरहेछ। सोझो झ्यान बिस्तारै बिस्तारै कुप्रिन थालेछ। खोकीहरू सुरु भएछ। खोपामा औषधि थुप्रिन थालेछ। मैलिएछ, च्यातिएछ पोहोर ल्याइदिएको बाको कमिज पनि। मैलिएछ, च्यातिएछ पोहोर ल्याइदिएको बाको कमिज पनि। बढी हुन थालेछ चियामा हालिने मरिच पनि। बाजे हलो बोक्दा पनि मुस्कुराउने बालाई अब एक पाइलो हिँड्न पनि लौरो चाहिने भएछ। बाजे हलो बोक्दा पनि मुस्कुराउने बालाई अब एक पाइलो हिँड्न पनि लौरो चाहिने भएछ। सहर पसेर पैसा कमाउनमा व्यस्त भएको छोरो, सहर पसेर पैसा कमाउनमा व्यस्त भएको छोरो बाजे हलो बोक्दा पनि मुस्कुराउने बालाई अब एउटा पाइला हिँड्न पनि लौरो चाहिने भएछ। सहर पसेर पैसा कमाउनमा व्यस्त भएको छोरो सुनकै लौरोले पनि उति ढाडस नदिने रहेछ। हिँड बा सहर जाउँ भनेको बा मान्दैनन्। हिँड सहर गाउँ जाउँ भनेको सहर मान्दैन। हिँड बा सहर जाउँ भनेको बा मान्दैनन्। हिँड सहर गाउँ जाउँ भनेको सहर मान्दैन। गाउँमै बसौँ भने रित्तो पेट मान्दैन। सहरमै भाँसियौँ भने नाथे रहर मान्दैन। झोलामा भएको एक सरो साडीभन्दा बढी आमालाई झोला बोकेर आएको सन्तान प्यारो लाग्दो रहेछ। झोलामा भएको एक सरो साडीभन्दा बढी आमालाई झोला बोकेर आएको सन्तान प्यारो लाग्दो रहेछ। आफ्नै ज्यान त बल्ल बल्ल अडाएकी आमालाई यो गरौँ साडी लगाऊ भन्दा नि अप्ठ्यारो लाग्दो रहेछ। रहर हराएछन्, शोक हराएछन्, हराएछन् सपनाका आधाउधी कुराहरू पनि। रहर हराएछन्, शोक हराएछन्, हराएछन् सपनाका आधाउधी रहरहरू पनि। खै कता मासिन्, कुन कुनामा फ्याँकिन् बचेका केही तान चाहनाहरू पनि। त्यत्रो घाँसको भारी बोकेर बारीको काल्नै काल्ना कुद्ने मान्छेलाई आज, त्यत्रो घाँसको भारी बोकेर बारीको काल्नै काल्ना कुद्ने मान्छेलाई आज चुलो फुक्न पनि धौधौ पर्न थालेछ। बोल्दा ओठ काप्न थालेछ, तालुको रौँ झर्न थालेछ। म बेला बेला एउटा निर्धो प्रयास गर्छु। गाउँ पुग्ने, गाउँ बन्ने निरन्तर अभ्यास गर्छु। म बेला बेला एउटा निर्धो प्रयास गर्छु। गाउँ पुग्ने, गाउँ बन्ने निरन्तर अभ्यास गर्छु। भन्न खोज्छु बल दिने, ढाडस दिने आड गाउँको लागि। भन्न खोज्छु बल दिने, ढाडस दिने आड गाउँको लागि। उभ्याइदिने, तागत दिने ढाड गाउँको लागि। तर विडम्बना त्योहार र विदाका केही बार सकाएपछि, तर विडम्बना त्योहार र विदाका केही बार सकाएपछि
म फेरि झोला उठाउँछु। यो बुढो घर र कुप्रिन लागेका बाआमालाई छोडी हिँड्ने निर्धोबल जुटाउँछु। झोलामा सामानभन्दा बेसी त यादहरू कोचेर, झोलामा सामानभन्दा बेसी त यादहरू कोचेर खुइया गर्छु, मुस्कुराउँछु आँखाको आँसु पोछेर। सकेको सबै लान्छु केही नछोडी कसेर झोलामा, सकेको सबै लान्छु केही नछोडी कसेर झोलामा। थाहा हुन्न अर्को पटक घर फर्किन म हुन्छु हुँदैन, सकेको सबै लान्छु केही नछोडी कसेर झोलामा। थाहा हुन्न अर्को पटक घर फर्किन म हुन्छु हुँदैन। जाबो मान्छेको जुनी जाबो यो 2 दिनको चोलामा। थाहा हुन्न अर्को पटक घर फर्किन बाआमा हुन्छन् हुँदैन। उताबाट ल्याएको भन्दा दोब्बर सामान भएर हो या दोब्बर याद भएर झोला झनै गह्रौँ हुन्छ। उताबाट ल्याएको भन्दा दोब्बर सामान भएर हो या दोब्बर याद भएर झोला झनै गह्रौँ हुन्छ। मन घर छोड्न मान्दैन, आँखा आँसु छोड्न मान्दैन। मन घर छोड्न मान्दैन, आँखा आँसु छोड्न मान्दैन। म आफैलाई के गरौँ गरौँ हुन्छ। अर्को पटक घर फिर्न खै कहिले भ्याइने हो, अर्को पटक घर फिर्न खै कहिले भ्याइने हो। जिउँदो मुर्दो खै कसरी यो ज्यान घर ल्याइने हो। नमरी बाँचे कालैले साँचे अर्को साल भेटौँला भन्दै, नमरी बाँचे कालैले साँचे अर्को साल भेटौँला भन्दै निस्किनु पर्छ, बिर्सनु हुन्न अर्को साल भेटौँला भन्दै। एक साँझ म घरको आँगनमा पुग्छु, झोला बिस्याउँछु र देख्छु मलाई कोखाई गराएका हातहरू पनि बुढा भइसकेछन्। धन्यवाद। यतिन्जेल यो कविता सुनिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। हामी फेरि पुनः अर्को कवितामा भेट हुने बाचाको साथ म भने बिदा माग्न चाहन्छु। पाना सुन्दै गर्नुहोला। हस्, धन्यवाद, नमस्कार, शुभरात्रि।